ल आइपुग्नु भयो ल उहाँलाई पनि वेलकम गरौँ। हेलो किन नि आज ढिलो तेरिका ल ठिक छ हामी हेन्जाको छेउछाउ आइपुगे। पाइहाल्यो नि ओह्रालो बाटो। म देखि आएछु मैले 0.5 हानेछु सबै सरहरू बाजा बजाउनलाई सनै बजाउनलाई रेडी हुनुभयो। बज्दो रहेछ नर्सिया। हेलो गुड मर्निङ नमस्ते सदाजेरी। आज बिहान पनि हामी यहाँबाट धम्बुसको यात्रा लाग्ने भयो है। सम्पूर्ण साथीहरू हो ल आइपुग्नु भयो ल उहाँलाई पनि वेलकम गरौँ। हेलो किन नि आज ढिलो तेरिका ल ठिक छ आज हामी धम्बुसको यात्रा हिँडिन्छ है। हामी आज चाहिँ थोरै छौँ 1 2 3 4 5 6 जनाको टोली लिएर हामी मुभ अन हुँदैछौँ। गएको शनिबार पनि मैले तपाईँलाई ट्रेल देखाएको थिएँ। हामी त्यो टाइममा हामी वहाँ गएको थियौँ हामी के अरे नाम पनि बिर्सेको ढिकी डाँडा। अब यसपालि चाहिँ धम्बुसको हामी राष्ट्रिय फुल गालीगुराँसको दृश्य गर्दै हामी निस्किन्छौँ। ल साथीहरू हामी यहाँ भेला भइसकेको छौँ। वाउ गुड मर्निङ गुड मर्निङ। आज हामीले चाहिँ चिया खाने ठाउँ अलिकति थोरै हामीले चेन्ज गरेछौँ। सधैँ एक ठाउँमा कति खाइरहनु भनेर अर्कै ठाउँ त्यो ठाउँ छोडेर यो ठाउँमा आइपुग्यो। ल ठिकै छ ठाउँको टेस्ट लिइरहनुपर्छ। एक ठाउँको टेस्ट लिँदा पनि नमजा हुन्छ। ल त सी यू अगेन टु बी कन्टिन्यू। त्यहाँले मनोजी ल हामी अब निस्किने होइन। ल आज हामी 6 जनाको टोली लिएर हामी जम्बो टोली लिएर मुभ अन हुँदैछौँ। ल त दाजुहरूलाई नमस्ते थ्याङ्क यू है। मर्निङ ल है टु बी कन्टिन्यू। यो निक्ल्यो टोलीहरू मुभ अन भयो। हामी हेन्जाको छेउछाउ आइपुगे। यो बाटो पिच हुँदैछ। निस्क्यो मेन पुल हाम्रो हेन्जा निस्किने बाटोको मेन पुल नै यही हो। जमसङ प्लेन उडिसक्यो बिहानै हो। दामी आइपुग्यो हामी हेम्जा आइपुग्यो हेम्जा। हेलो डगी अस्ति हामी उहाँबाट के अरे फिटनेस हबबाट जिम मेम्बरबाट हामी होली खेल्न आएको थियौँ। यही हो याम्दी पोइन्ट एकदम राम्रो छ क्या यहाँनिर पनि। जस चिप लाग्यो ठाउँ क्या। लगभग 80-90 जनालाई राम्रो ठाउँ छ खाने बस्ने। स्विमिङ पुल अल्सो याम्दी पोइन्ट रिसोर्ट। हेन्जा नभन्नु बेला खास गरी याम्दी भन्छ याम्दी। अब याम्दी पछि यान्जा। वी आर गोइङ द याम्दी आफ्टर हेन्जा। Hey, good morning all of you. Wow, they are coming to traveling. Wow, कस्तो राम्रो भ्यू देखेछ, दृश्य राम्रो देखेछ। Oh, move on. निकै रमाइलो ट्रेल हुँदैछ। कोही साथी अगाडि कोही साथी पछाडि। चिसो मौसममा मौसम त चिसो छ तर साइकल चलाउँदा भित्रको कपडाहरू सबै पसिनाले भिजिसक्यो। तर पनि हिँड्न छोडेको छैन हामीले। हिँड्ने हो। टुर्दी पोखरालाई माया गरौँ साथीहरू है। हामी यहाँनिर मेम्बर लगभग 100-150-200 जना छौँ। तर हाम्रो शनिबारको ट्रेनमा त 6 जना 7 जना मात्रै उपस्थित हुन्छन्।
कन्टिन्यू दिनु पर्यो साथीहरू। ल त हामी यता घट्टे खोला छेउछेउमा आइपुगिसक्यो। यहाँबाट राइट लाग्यो भने हामी धम्पुस होइन, सिधै लेफ्ट लाग्यो भने चाहिँ हामी मुस्ताङको यात्रा लागिन्छ। साथीहरू एकछिन ब्रेकफास्ट गरौँ भन्नुभयो होइन, त्यही कारणले हामी थोरै सानो हाम्रो ब्रेक। अब यहाँबाट हामीलाई होटेल हिँड्नु छ। होटेललाई थोरै हामीले इनर्जेटिक ड्रिङ्कहरू होइन प्रोटिनहरू लिनु पऱ्यो। ल झ्याप्पै घट्टे खोला भन्ने ठाउँमा ब्रेकफास्ट रेडी हुँदैछन्। अन्डा 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 आयो अन्डा। ल झ्याप्पै अन्डा झ्याप्पै अन्डा। ल त हामी एकछिन अल्मलियो यहाँनिर थोरै ब्रेकफास्ट लियो हामी साथीहरूले। अब टु बी कन्टिन्यू हाम्रो यात्रा यहाँबाट जारी छ। लेफ्टतिर लाग्यो भने यता मुस्ताङको यात्रा लागिन्छ, हामी राइटबाट धम्पुसको यात्रा लागिन्छन्। ओहो बी केयरफुल गाडी। घट्टे खोला भन्ने ठाउँमा घट्टे खोला इबी गाडी टन्ने रूपमा चलिरहेका छन्। अबी घाई रमाइलो दृश्य। ल लागौँ। लेट्स मुभ सोल्डर, लेट्स मुभ सोल्डर। लाग्यो धम्पुस। रमाइलो गरौँ आज मामा माइजूको खाजाको घरमा। एकछिन सबै फर्केर हेऱ्यो। है ल है ल रेस्ट धेरै भयो क्या हामीलाई त्यहाँ अघि। ल है ल अपिल लाग्यो अपिल। आइँदैछ टोली मुभन। कमान धम्पुस, धम्पुसको रमाइलो दृश्य। फुल्यो फुल्यो धम्पुसको रमाइलो दृश्य हेर्दै सुरु भयो ट्रेल आटेल। वाउ वाउ जटिल यात्रा धम्पुसको उकालो। अब स्मरणीय क्षण हुनेछ नि यो भोलिको दिनमा हामीलाई। क्युट टोलीहरू निरन्तर गतिमा छौ। काले बिस्तारी हिँड्न बिस्तारी। कति सानो सानो चल्ला। हजुर धम्पुस टु अस्ट्रेलियन क्याम्प। उफ अब आइहाल्यो नि ओह्रालो बाटो, ओह्रालो बाटो आइहाल्यो नि अब। नौ डाँडा पारि त नौ डाँडा। यस्तो रमाइलो दृश्य हेर्नु। हामी लगभग धम्पुसको छेउछाउमा आइपुगे। अनि कति रमाइलो टिपिकल है, टिपिकल मौसम। साथी कोही अगाडि पुग्नु मोटरसाइकल लिएर, कोही आइदिउ हुनुहुन्छ। ल सरहरू आउँदै हुनुहुन्छ। ल झ्याप्पै पाराले कति सीमित छ हाम्रो। वाउ डाँडा काँडा घर। ल फोन आगाए हो। गलत टाइममा फोन आगाए।
यहाँ कस्तो राम्रो गाउँ है, कति सुन्दरता। हाम्रो नेपाल सुन्दरताको धनी देश, अझ भन्नुपर्दा पोखरा। बिरले यात्रा बिस्तारै बढ्दैछौँ हामी। गाई लागौँ। नमस्ते, गुड मर्निङ। कहाँ बहिनीहरूको घर? माथि हो? ए मूलपानी। हामी पछाडि लन्डनगरी हिँडेर आउँदैछ त टुरिस्टहरू हो। काले कुहिरोहरू हिँडेर आउँदैछ हौ लन्ड्रेङहरू। ल हामी मूलपानीमा आइपुग्यो। हामी लगभग थोरै विसर्जन हुँदैछन्, एक्सर्साइज हुँदैछ। हो कति भन्यो? 6 जना भेज खाना 400 ठिकै हो। होटल नाम भन्नुहोस्। अनि मासु भातको 550 लिन्छ। रमाइलो दृश्य डम्पुसको यात्रा टु बी कन्टिन्यू जारी छ हाम्रो। होइन कति राम्रो गाउँ, वाउ, हरियाली, चराचुरुङ्गीहरू गरिरहेछन्। हामी 9 डाँडा माथि टपमा थियो, 9 डाँडा त्यो पनि क्रस भइसक्यो। सारङकोट डाँडा, 9 डाँडा। मर्दी हिमाल चढ्नलाई यो बाटो पनि लिन्छन् ट्रेकको लागि। यहाँबाट गएर राति आज गएर पोथाना बसेर पनि भोलि ट्रेक स्टार्ट गर्न सकिन्छन्। स्टेन्सले मलाई जो साथ दिइरहेछ, आई लभ माई स्टेन्स टु। यु आर द ग्रेटेस्ट माई फ्रेन्ड। अलवेज होप यु लभ यु। दियोस् राम्रो रहेछ स्टेन्स, दियोस् मलाई यस्तो अपिल टाउनीलाई चाहिँ सजिलो भयो, खासै गाह्रो भएन। जहाँसम्म योभन्दा नि अप हिलहरूले हिँड्न सकिँदो रहेछ। यो साइकल ठिक लाग्यो। स्टेन्स टु 110 को सेटअप मात्रै छ, तर 112 जतिको पर्फर्मेन्स दिँदो रहेछ यो साइकलले। सिमानोको डबल गियर छ, ड्युअल गियर छ। अगाडि पछाडि एयर सस्पेन्सन, ड्रपरवाला सिट हेर्नुहुन्छ, ड्रप ठिक छ। माई रिकमेन्ड फर अल अफ माई साइकल प्रेमी। सानो बजेटमा राम्रो साइकल लिनु चाहनुहुन्छ नि स्टेन्स टु नै म रिकमेन्ड गर्छु है। ल धन्यवाद। गाह्रो होइन, महा गाह्रो के। ओहो 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 गाह्रो टु बी कन्टिन्यू गाह्रो। बाटो एकदम ठाडो, जङ्गलको यात्रा हुँदैछ। हाम्रो साथीहरूले पोखराको कुनै पनि ठाउँ नछोड्ने, डाउन हिल अप हिल कुनै पनि नछोड्ने भनेर हामीले फेरि यो ट्रेललाई प्राथमिकता दिएर हिँड्यौँ डम्पुस। हाम्रो रमणीय अहिले एकछिनपछि हामीले माथि लालीगुराँस फुलेको पनि देखाउँछौँ, यही भिडियोमा जोड्नेछु। आशा गरौँ जहाँसम्म पुगिएला कि त्यो ठाउँसम्म। हेर्नु त हाम्रो सम्प्रदायहरू कति छन् यहाँनिर जङ्गलमा, कति ठुल्ठुलो रुखहरू, लाखौँ पर्ने रुखहरू छ नि नेपालमा। यी चिजहरूलाई संरक्षण गर्ने, ठुलो बनाउने, व्यापार बिजनेस बिक्री गर्ने, यसबाट आएको पैसाले राम्रो कल कारखाना खोल्ने गऱ्यो नि हुन्छ नि नेपालको विकास। किन हामी विदेश जान परेर हामी युवाहरू नेपालमा पनि केही गरी खान सक्छौँ नि। अब अहिले त के गर्नु, करप्सन छ देश एकदम डामाडोल छ अर्थतन्त्र। त्यही भएर पनि 11-12 पढिसकेपछि केटाकेटीहरू विदेशी जान चाहन्छन्। अब अलि नपढ्ने खाडी मुलुक, पढ्ने युरोप, क्यानाडा, अस्ट्रेलिया, अमेरिका, कहिले कमाएर तिर्छ त्यत्रो पैसा। ल यति भन्दै हाम्रो माइक्रो गाडी पनि आउनुभयो पछि उहाँलाई पनि प्रार्थना दिउँ। तपाईँ उहाँनिर टुरिस्ट लिनलाई जानुभएको रहेछ।
आउनुहोस् जानुहोस् फेरिको धुलो खुवाएर जानुहोस् हामीलाई त्यही त नि ट्याक्सी सोल्भा ट्रेन आउँदै हुन्छन् कोही कोही हाम्रो टोलीहरू दुईजना अलिकति गाह्रो भयो साथीहरूलाई के छ हालखबर गाह्रै भयो ठाडे बाटो धुलो उडाइदिएछन् बिना पैसाको पाउडर खान पाएछन् हामीले के चाहियो भन्दा नि बढी सारा ल यस्तो खतराबाट हिँड्दिने आँटे आर बजे सर आइयो ल धम्बुस आइयो धम्बुसै हो यो पनि मेन त अगाडि हो छोरी माथि हो वाउ कहाँ 300 होइन ठिक छ यही खाइदिउँ न खाना हो ठिक छ वाउ नेपालको झन्डा यस फरफरै रहेछ अहिले झर्ने बाटो कुन हामी जताबाट हामीलाई डाउन हिल हुन्छ ल राम्रो वाउ 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 दामी है समय झन्डै घान्द्रुक आए जस्तो लाग्यो यो ठाउँ त मलाई त ओहो हामी भित्रको बाटो जाँदैछौँ प्राय गरी नेचुरल क्या धम्पुस अहिले त आउँदाखेरि फर्किँदैन नि छ टाइम कति राम्रो गाउँ फ्रै सेम हुँदो रहेछ प्राय गरी ल हामी धम्पुस आइपुग्यो धम्पुससम्मको साइकल यात्रा साथीहरूले बाटो बिराए यहाँ देब्रे लेफ्ट ओहो बाटो त खतरा रहेछ ल चढाएँ मैले चढाएँ साथीहरू पछि आउँदै हुन्छन् यो ठाउँमा आएर साइकल चलाउँदाखेरि छुट्टै महसुस हुँदो रहेछ क्या आइयो this Dampus village this one is Dampus to be continue construction हुँदैछ वेलकम टू धम्पुस वाउ गुरुङ गाउँ उहाँले हामीलाई वेलकम गर्नुभयो 1650 मिटरको हाइटमा छौँ हामी अहिले धम्पुस मुभ सल्टर मुभ धम्पुस वाउ धम्पुस मुभ सल्टर मुभ वाउ दिस इज अ फुल opportunity for us traveling to the Dampus, one of the awesome place in our Nepal and Pokhara. It's called a tourism place also. Recommend for us and all of you, please come in Dampus. The nearest to Pokhara from the only 1 and 1.2 hour by the vehicle, any vehicle. Dampus, wow. लालीगुराँस म लालीगुराँस देखाउँछु तपाईहरुलाई लालीगुराँसको रुख यही हो है लटरम्मै फलेछ लालीगुराँस आहा अब अझै फल्ने सिजन आउँदैछ गाउँभरि
वनभरि लालीगुराँस हाम्रो राष्ट्रिय फुल रेडोडेन्ड्रन रेडोडेन्ड्रन one of the biggest साथीहरु आउँदै हुन्छन् लालीगुराँस ओ जङ्गलले पुरै लालीगुराँसको यो खिसक्यो अब ओकालो हिँड्ने नहिँड्ने ओकालो धेरै हिँड्यो हो यहाँसम्म त बोकिएन यता होला ल जाउँ होइन के हो अमृतजी बुटको फोटो लिएर आउनुहोस् ल मलाई पठाउनु होला है ओ चक्रसर आइपुग्नु भयो बुढो फोटोमा छुट्यो नि त यार बुढोलाई आउँछ फेरि फोटो फेरि खिच्ने ल हामी यता सम्पूर्ण साथीहरु हामी दृश्य अवलोकन गरियौ यहाँको ल अब निस्कौँ त नि ल ल ल थोरै हामीले दृश्य याद लियौँ अब हामी फेरि पनि हामी अहिलेकै ठाउँमा जाएछौँ जहाँनिर हाम्रो लन्च तयार हुँदैछ त्यहाँनिर हामी थोरै लन्च खाने तयारीमा छौँ लन्च खाएर 1 घन्टाको रेस्टपछि हामी फेरि पोखरै झर्छौँ तर अब यहाँ हाम्रो साथीहरूको सल्लाह हुँदैछ अस्ट्रेलिया क्याम्प नजाने अरे अलिकति गाह्रो छ एक ठाउँमा कन्स्ट्रक्सन हुँदैछ बाटो बिग्रेछ त्यही कारणले हामी मेबी लङको बाटो झरौँ कि भन्ने पनि प्लान हुँदैछ अब हेरौँ के हुन्छ सबैजनाको निर्णय खाना खाइसकेपछि एउटा डिसिजनमा आउँछौँ हेर्नुहोस् मैले अस्तिको टाइममा भनेको थिएँ तपाईँहरूलाई म लालीगुराँसको भ्यू देखाउँछु तर मोबाइलले क्याप्चर गर्नु सकेन यो राइट साइडको पुरै लालीगुराँस हो तर यहाँनिर फुल टिप्न मनाही छ यहाँ फुल टिप्न पाउँदैन रहेछ किनकि हाम्रो यो राष्ट्र सम्प्रदाय हो हामीले माया गर्नुपर्छ हामीले जगर्ना गर्नुपर्छ हाम्रो राष्ट्रिय फुल लालीगुराँस लेफ्ट साइड पनि लालीगुराँस रहेछ मौसम अलिक खुलेन आज हो नत्रै राम्रो रहेछ यहाँनिरको भ्यूहरू कन्स्ट्रक्सन हुँदैछ यहाँ माथि टु बी कन्टिन्यू हाटकेल चिसो फ्रिजमा राख्नै नपर्ने पानी त चिसो हुन्छ क्या फायर दे आर क्रसिङ द फायर द बेस्ट भ्यू पोखरा यत्रो ठुल्ठुलो घर बनाउँदैछ यहाँ त अब तेरिका टुरिज्म क्षेत्र हो हेर्नु ठुलो घर पिलर चाहिँदैन नि फलामकै पिलर हो लखार त के हो काले तपाईँ जाने हामीसँग लाइन जाने पनि हेर्नु त कस्तो राम्रो दृश्य अस्ट्रेलिया क्याम्प जाने बाटो यही हो पोथाना जाने बाटो पनि यही हो लुवाङ घले जाने बाटो पनि यही हो लम्पुस मान्छेहरू गाडीमा जान्छ नि यो बाटो हामी त साइकलमा आइदियो हामी मान्छे त मान्छे रहेछौँ हिँडेको हामीले त गाह्रो बाटो छ नि यो त धेरै गाह्रो नि त्यो अरू नै डाउन हिल त सजिलै अप हिल त लाग्यो त्यस्तो बाटो पनि उकालो ओह्रालो कहिले उकालो कहिले ओह्रालो
ओहो हाटेल चाहिनु पर्ने रहेछ बाटोमा। के दामी गाउँ क्या। के राम्रो ठाउँ लाग्यो मलाई यो है। ओहो है सरदादा रमाइलो दृश्य हेर्दै अवलोकन गर्दै घुमियो। धम्पुस गाउँ पनि घुमेर आइयो साइकल लिएर, साइकल चलाएर घुमियो। ओहो नछुटाउनु होला कसैले पनि, धम्पुस ठाउँ निकै रमाइलो ठाउँ छन् है। म त राम्रो लाग्यो है। हामी लन्च गर्न हामी आइपुग्यौँ सम्पूर्ण साथीहरू। फेरि मिठी घर होटल एन्ड रेस्टुरेन्ट धम्पुस माथि घर माइती घर एन्ड रेस्टुरेन्ट। ल हामी आइपुग्यौँ यहाँ। अब यहाँको हामी लन्च टेस्ट गर्छौँ। वाउ ल त है ल म देखिहाल्ने सर आएछु म मैले 0.5 हानेछु। ए हो अच्छा सबैजना लासु वाउ ल त हामी सम्पूर्णले हामीले लन्च लियो। अब हामी यहाँबाट निक्लिन्छौँ। रमाइलो लाग्यो यहाँको ठाउँ होइन। माइती घर होटल एन्ड रेस्टुरेन्ट। यहाँको दाजुहरू पनि एकदम राम्रो मिठासिलो बोल्ने, रेस्पेक्ट गर्ने होइन। खाना पनि एकदम मिठो थियो। अघि मैले तपाईँलाई देखाइहालेँ। अघिको ढेँडोमा हामीले फेरि माथिबाट चामल थप्यो होइन, राइस। वाउ इमेजिङ थियो टेस्ट होइन। पक्कै पनि हामी नेक्स्ट 12मा पनि यो ठाउँमा आयो भने यही ठाउँमा हामी खाना खाइन्छ। अब हामी निक्लिने वे त यतैबाट त होला नि, राइट होला नि यहीँबाट है। अब हामी आएको बाटो यताबाट हो। हामी हल्का धम्पुसको त्यहाँनिर अलिकति स्कुलको भ्यूहरू हामी लिएर अवलोकन गऱ्यो होइन। गुरुङ गाउँ रहेछ यहाँनिर, बवाल ठाउँ। गुरुङ ट्रेडिसन त मोसन त धम्पुस सेन्ट खासकी वे टु एबिसी जानु पनि मिल्यो यो बाटोबाट। अनि अर्को पनि मर्दी हिमालय जानु मिल्यो। पुरानो ट्रेकिङ बाटो यही हो। ल त अन द वे। ल त दाजु तपाईँलाई धेरै धेरै धन्यवाद है। ल फेरि पनि आउँदै गरौँ न यहाँनिर, पक्कै यहीँ खाना खाइन्छ। ल सर निस्क्यौँ हामी। अन द वे टु द पोखरा। दिस इज द टुरिज्म प्लेस। धम्पुस इज अल्सो एडभेन्चर प्लेस। यु मस्ट ह्याभ टु लभ। वाउ वाउ वाउ। निक्ल्यो हामी, निक्ल्यो सर। खाना त दामी थियो नि यार। किन खाना हामीले प्राय गरी राम्रै भेट्छ हो। अस्तिको पनि राम्रो थियो, अहिले पनि राम्रो, एकदम टिपिकल नेपाली पारा। ओहो चिसो चिसो भयो अब यार। अहिले साइकल त आइसकेपछि चिसो चिसो कहाँ पुग्छ। टाउन हिलमा त पसिना आउँदैन फेरि। टाउन हिलमा पसिना आउँदैन, गाह्रो छ।
टमाटो ओह्रालो सर नो ट्रेडिसन ल हामी धम्पुसबाट निस्क्यो है निस्क्यो करिब हाम्रो 12:30 बजेको टाइम 1 बज्न लाग्यो खाना खाएर अब त्यो खाना यो हाम्रो खाना सायद पोखरा पुग्नसम्म पच्छ डाइजेस्ट हुन्छ वाउ अबिसम भ्यू मजा छ मजा अब त पाइडल मार्नै पर्दैन नि अब त सरर हेर्नु जाउँ नि ओह्रालो रेस स्टप ना कस्तो मिठो थियो खाना याद राति सम्झेर त्यहाँको पानी मिठो क्या अरू त्यहाँको पानी त्यहाँको राइस होइन राइस भन्दा नि साग मिठो राइस त पोखरेबाट मार्केटबाट लिएर गएको होला साग कति मिठो क्या त्यहाँको टिपिकल टाइपले बनाउनु भएको उहाँहरूले पनि केही पनि नहालिकन चिसो ठाउँको कारणले गर्दाखेरि हो साग काउलीहरू सबै त्यहीको बारीको हाम्रो धम्पुसदेखि पुग्छ नि भनेर कहिलेकाहीँ पोखरामा पनि यहाँको खानेहरू यहाँको तरकारीहरू पुग्छ मन्डीहरूमा पनि हो निस्क्यो है निस्क्यो हामी हुँदै रहेछ खेतीपाती यहाँ धान रोप्नुलाई दाइहरूले गोरु जोत्दै हुन्छ अब के गर्नु अबको युवाहरू सबै विदेशमा अब युवाहरू सबै विदेशमा खाडीमा अब बुवा उमेरको मान्छेहरू हलो जोत्छन् के गर्नु हाम्रो देशको स्थिति 87 Oh my God या 84 वर्षको बुवाले हेर 87 वर्षको बाले मकै छरेर हेर्नु त 62 वर्षको बाले जोत्नु भएको छ गोरु ओके ल हेर्नु न भर्खरका अब युवाहरू खाडीमा कोही युरोपमा उहाँहरू त अब के गर्नु अब बाँझो छ हुँदैछ गर्दन टोली किन चाहिँ ढिलो हाम्रो टोलीहरू किन ढिलो धम्पुस हजुर बाजा बजाउनलाई सनाई बजाउनलाई रेडी हुनुभयो बज्दो रहेछ नर्सिया आमा हामीले बजाए ढोलो पनि बज्छ क्या हो बज्दो रहेछ खै त सकेन हामीले उसले नि चिन्छ कि सकेन मैले त हामी धिताल आइपुगेका छौँ यो बाजा पार्क रहेछ अब यहाँ अघि विजय सर माथिबाट ओ साइक्लिङ गरेर आउँदै हुनुहुन्छ है त ल आउन यो बाजा पार्क है अगाडि कोही नजाने है मिस हुन्छ बाटो कागजी पक्का जाने हो त त्यो फोन गरिसक्नु हजुरले ल मुभ कस्तो भाउ कस्तो राम्रो बाटो ल यो त भर्खर बनाएको बाटो यो धेरै बस्यो नि यो बाटो बनाएको
वा यस्तो हुनुहुन्छ बाटो त है सिन्धुलीबाट के अरे काठमाडौँ जाने बाटो छ सिन्धुली त तर टर्निङ धेरै रहेछ यस्तो बाटो यहाँ त हाम्रो साइकल त 45 देखि 50 स्पिडमा चलेछ तर हामीलाई महसुसै भएन कि फिलै भएन क्युट कस्तो भिलेजको बाटो राम्रो रहेछ मजा रमाइलो ल हाम्रो गिरिना मगर बहिनीको गाउँ आइपुग्यो अस्ति गिरिना बहिनीको मम्मीलाई यहीँनिर खिचेर बित्नु भएको यहीँ अलि अगाडि है मलाई त्यो ठाउँ एकदम याद छ यहीँ हो ल यहीँ हो ठ्याक्कै यहीँनिर हो हाम्रो गिरिना बहिनीको मम्मी बित्नु भएको ठाउँ यही हो पेट्रोल पम्प अगाडि के गर्नु अब सडनली अल्पाइनी मृत्यु लिनुभयो उहाँले उहाँको हार्दिक श्रद्धाञ्जलीको अर्पण गर्दछु रेस्ट इन पिस हरिचुक हुँदै हाम्जा हुँदै हरिचुक हुँदै हामी बिनावासिनी आइपुग्यो अब आजको ट्रेन रमाइलो थियो अविस्मरणीय थियो र ठिक छ सम्पूर्ण साथीहरूलाई मेरो युट्युब सब्सक्राइबरहरूलाई म धन्यवाद चाहन्छु है यति बेलासम्म तपाईँहरूले मेरो भिडियोहरू साथ दिनुभयो आगामी दिनमा पनि तपाईँलाई म यो राम्रो राम्रो भिडियोहरू लिएर आउँछु ल त हस् त टेक केयर बाई ह्याभ अ स्विट डे